हेलो हेलो सबैजनालाई नमस्ते। म फेरि उपस्थित भइसकेको छु हजुरहरूको सामु एउटा सानो भिडियो ल्याएर। मलाई कति साथीहरूले क्वेसन गर्नुहुन्छ कि फेसबुकबाट अर्निङ हुन्छ कि हुँदैन भनेर हैन। तिमीमा देख्नुहुन्छ मेरो यो जुन फेसबुकबाट अर्निङ भएको जुन फोटोबाट अर्निङ भएको हैन, धेरैजना देखाउँ हैन, यति नै देखाउँ। फेसबुकबाट अर्निङ हुन्छ नहुने कुरा हैन, मेरो बिस्तारै भर्खरै सुरु हुँदैछ हैन, सुरु भएको छ, बिस्तारै हुँदैछ। तपाईहरुको जुन कन्टेन्ट मोनेटाइज दिएको छ अहिले हैन, कन्टेन्ट मोनेटाइज सेटअप दिएपछि मात्रै अर्निङ हुने हो हैन, नत्र भने हुँदैन। त्यसको लागि तपाईहरुले फेसबुकको रुल्सहरु हुन्छ हैन, फेसबुकको रुल्सहरु मान्नुपर्छ। फेसबुकको रुल्स भनेपछि जस्तै कन्टेन्ट आफ्नै हुनु पर्यो हैन, ओरिजिनल कन्टेन्ट हुनु पर्यो, आफ्नै आउनु पर्यो, आफ्नै मोबाइलबाट खिचेको फोटो हुनु पर्यो, भिडियो आफैले बनाएको हुनु पर्यो हैन, भिडियो आफ्नै हुनु पर्यो, ओरिजिनल हुनु पर्यो। त्यसको लागि हैन तपाईको जुन फेसबुक प्रोफाइल स्ट्याटस यस्तो हुनु पर्यो हैन। स्ट्याटस अर्निङको लागि त्यो इलिजिबल छ कि छैन कन्टेन्ट, त्यसको लागि पनि हेर्नुपर्छ, त्यो हुनुपर्छ। मैले त्यो योभन्दा यसरी प्रोफेसनल मोडमा लिने भनेर भिडियो बनाएको छु, तपाईले हेर्न सक्नुहुन्छ हैन, मेरो जुन प्रोफाइलमै छ, गएर भिजिट गर्न सक्नुहुन्छ हैन। अर्निङ गर्न सकिन्छ, त्यसको लागि थोरै रुल्सहरु हुन्छ हैन। हुन्छ आजलाई यति नै। केही समस्या भएमा मेरो कमेन्टमा गर्नु होला। छोटो मिठो भिडियो बनाएको छु, कस्तो लाग्छ के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला हैन।